हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई फेरि मेरो अर्को भिडियोमा। आज हामी कक्षा 8 को बीजगणित भिन्न च्याप्टर पढ्नेछौँ र आज हामी एक्सरसाइज 11.1 को 1 नम्बर गर्नेछौँ। र 1 नम्बरको ख नम्बरमा दिएको छ हामीलाई 5x² y डिभाइड बाई 10xy²। अब यसको सल्युसन गर्दा अब सरल गर्नु भनेको हामी यो दिएको क्वेसनलाई जति सानोसम्म तोड्न सक्छ त्यति सानोसम्म तोड्ने। अब हेरौँ तोड्ने कसरी। पहिला क्वेसन सल्युसन लेख्ने। क्वेसन जस्ताको त्यस्तै छ हामी 5x² y डिभाइड बाई 10xy²। पहिला कन्स्ट्यान्ट 5 1 जा 5 5 2 जा 10 अनि यहाँ दुईटा छ अनि यहाँ एउटा छ गयो अनि यहाँ पनि एउटा छ अनि यहाँ दुईटा छ। अब बच्यो कति 1 लेख्नु पर्दैन x बाई 2 अनि x त छैन यहाँ अनि यहाँ y छ 2y। यही भयो हाम्रो आन्सर। अब ग नम्बर हेरौँ। अब ग नम्बरमा के छ a² प्लस 2ab प्लस b²। यो कसको फर्मुला हो? a प्लस b को होल स्क्वायर को फर्मुला हो। a प्लस b को होल स्क्वायर को फर्मुला हो। अनि a² माइनस b² भनेको के हो? a प्लस b a माइनस b। अनि यो a प्लस b को होल स्क्वायर भनेको के हो? a प्लस b इन्टु a प्लस b। तल कति छ a प्लस b a माइनस b। मिल्ने कटो बच्यो कति a प्लस b बाई a माइनस b। ये भयो हाम्रो आन्सर। घ नम्बरमा हामीलाई दिएको छ 5a³ माइनस 45a डिभाइड बाई 4a² माइनस 12a। अब यस्तोमा के लिने छ भन्दा पहिला यदि दुईटैमा a छ र कन्स्ट्यान्टहरु छ भने कमन झिक्ने प्रयास गर्ने। के झिक्ने? कमन पहिला नम्बर पहिला कन्स्ट्यान्ट भनेको के हो? यो नम्बर। अनि भेरिएबल भनेको यो एबीसीडीहरु। के कन्स्ट्यान्ट कमन आउँछ 5 कमन आयो। अनि के भेरिएबल कमन आउँछ? भेरिएबल पनि आउँछ। अनि यहाँ तीनटा अनि एउटा कमन आउँछ। अब यो लिएर यसमा डिभाइड गरिदिने। कति हुन्छ 1 5 डिभाइड बाई 5 1 लेख्नु पर्दैन। अनि a³ डिभाइड बाई a कति भयो? अनि यहाँ कति बच्यो 2 बच्यो a²। अब यो लिएर फेरि यसमा के गरिदिने? डिभाइड गरिदिने। 45a डिभाइड बाई कति हुन्छ 5a कति हुन्छ? a क्यान्सल भयो। अब 5 9 जा 45 9 मात्र हुन्छ माइनस 9। अब यसै गरी यहाँ फेरि कमन के कन्स्ट्यान्ट आउँछ। अब के भेरिएबल आउँछ? भेरिएबल पनि आउँछ। अब यहाँ बच्यो कति? यहाँ यो लिएर यसमा फेरि के गरिदिने? डिभाइड गरिदिने। कति बच्यो? यहाँ a मात्र बच्यो। अनि यहाँ पनि a क्यान्सल भयो। अनि 4 3 जा 12। अब के क्यान्सल हुन्छ? यहाँ a क्यान्सल भयो। अब यहाँ बच्यो कति 5/4। यसलाई हामी a² माइनस 3 को होल स्क्वायर 3² बाई a माइनस 3 लेख्न सक्छौँ। 3 को स्क्वायर भनेको कति हो? 9 नै हो। अब 5/4 अनि यो a² माइनस b² के हुन्छ? a माइनस b a प्लस b डिभाइड बाई a माइनस 3। अब मिल्ने फेरि क्यान्सल हुन्छ भयो। अब बच्यो कति 5/4 a प्लस 3। यही भयो हाम्रो आन्सर। अब च नम्बर हेरौँ। च नम्बरमा के दिएको छ? x² प्लस 6x प्लस 9। यदि क्वाड्रेटिक इक्वेसन दिएको छ र त्यसलाई तीनटा टर्ममा दिएको छ भने हामी के गर्ने? त्यसलाई चारटा टर्ममा लगाउने। त्यसपछि त्यहाँबाट कमन झिकेर अगाडिको जस्तै गर्ने। अब यहाँ हेरौँ x² प्लस पहिला के गर्ने? यो र यो मल्टिप्लाई गर्ने। फर्स्ट र लास्ट टर्म कति हुन्छ? 9 हुन्छ। अब हामी दुईटा नम्बर त्यस्तो सोच्ने जसलाई मल्टिप्लाई गर्दा 9 आउनु पर्यो अनि जोड्दा कति आउनु पर्यो? 6 आउनु पर्यो। कति हुन्छ 3x प्लस 3x अनि प्लस 9। 3 3 जा 9 पनि भयो। 3 प्लस 3 6 पनि भयो। डिभाइड बाई यो x² माइनस अब यो 9 लाई हामी कति लेख्न सक्छौँ? 3 को स्क्वायर लेख्न सक्छौँ।
अब यहाँ x कमन आयो बच्यो कति x + 3 अनि प्लस यहाँबाट कमन के आउँछ x आउँदैन 3 आउँछ अनि x + 3 यसलाई अहिले यस्तै छोड्देऊ। अब फेरि यो दुईटामा कमन के छ x + 3 x प्लस बचेको कति छ x + 3 डिभाइड बाई अब तल कति हुन्छ a² - b² a + b a - b मिल्ने के छ x + 3 x + 3 क्यान्सल भयो। बच्यो कति x + 3 बाई x - 3 यही भयो हाम्रो आन्सर। अब झ नम्बर हेरौँ। झ नम्बरमा हामीहरूलाई दिएको छ 2x + 3 को होल स्क्वायर डिभाइड बाई 4x² - 9। अब यो 2x + 3 को होल स्क्वायर भनेको के हो 2x + 3 इन्टु 2x + 3। अब तलमा हामी के गर्न सक्छौँ कि कमन आउँछ x पहिला कन्स्ट्यान्ट कमन आउँछ यहाँ 4 छ यहाँ 9 छ कमन त आउँदैन। अनि के भेरिएबल कमन आउँछ यहाँ x छ यहाँ छैन यहाँ भेरिएबल पनि कमन आउँदैन। अब यस्तो क्वेसनमा के गर्ने यस्तो क्वेसनमा हेर त यहाँ के x को स्क्वायर छ अनि यो 4 पनि कसैको स्क्वायर छ 4 कसको स्क्वायर छ 2 को स्क्वायर छ अनि 9 3 को। अब हामी 4x² लाई 2x को होल स्क्वायर लेख्न सक्छौँ। 2x को होल स्क्वायर भनेको कति हो यो दुईटैको स्क्वायर 4 अनि x²। बस यतिलाई हामी यति लेख्न सक्छौँ भयो। -9 भनेको 3 को स्क्वायर। अब कुन फर्ममा गयो माथिको जस्ताको फेरि त्यस्तै 2x + 3 2x + 3। अब यो कुन फर्ममा गयो a² - b² यो पुरालाई a मान्दिने a² - b² फर्मुला के छ a + b a - b मिल्ने क्यान्सल भयो। बच्यो कति 2x + 3 डिभाइड बाई 2x - 3 बस यही भयो हाम्रो के आन्सर। अब यो नम्बर हेरौँ। यो नम्बरमा के दिएको छ क्वाड्रेटिकमा दिएको छ। क्वाड्रेटिक भनेको के हो पावर 2 भएको x को पावर 2 भएको x जरुरी छैन x होस् ABCD पनि हुनसक्छ। बस यति बुझ क्वाड्रेटिक भनेको पावर 2 भएको। यहाँ के दिएको छ क्वाड्रेटिक इक्वेसन दिएको छ र 3टा टर्म दिएको छ भने यसमा के गर्नुपर्छ हामीलाई 4टा टर्ममा लगाउनुपर्छ त्यसपछि कमन झिक्नुपर्छ त्यसपछि काटकुट गर्ने। अब हेर x² प्लस के छ पहिला फर्स्ट र लास्ट टर्मलाई के गरिदिने मल्टिप्लाई गर्ने कति हुन्छ 15 हुन्छ 15 × 15। अब दुईटा नम्बर सोच्ने जसलाई मल्टिप्लाई गरेर 15 आउनु पर्यो अनि जोडे अथवा घटाएर कति आउनु पर्यो 2 आउनु पर्यो। हामीनिर कति छ 5x - 3x कति हुन्छ 2x - 15 डिभाइड बाई x² प्लस अब यसमा के गरिदिने फेरि सुरु गरेर लास्टलाई मल्टिप्लाई गर्ने कति हुन्छ 1 × 20 20। अब दुईटा नम्बर फेरि सोचिन्छ जसले मल्टिप्लाई गर्दा 20 आउनु पर्यो अनि जोड्दा कति आउनु पर्यो +9 आउनु पर्ने कति हुन्छ 5x + 4x 5 + 4 9 अनि 5 × 4 20। अब के झिक्ने कमन झिक्ने यहाँबाट के कमन आउँछ x अनि बच्यो कति x + 5 यहाँबाट के कमन आउँछ माइनस छ भने माइनस पनि कमन आउँछ -3 अनि x अनि माइनस इन्टु माइनस प्लस। अब यहाँबाट फेरि कमन के आउँछ x बच्यो कति x + 5 अनि +4 अनि x + 5। अब फेरि यो दुईटामा कमन के आउँछ x + 5 x - 3 डिभाइड बाई x + 5 x + 4 x + 5 x + 5 क्यान्सल भयो। बच्यो कति x - 3 डिभाइड बाई x + 4 यही भयो हाम्रो आन्सर। बाँकी नम्बर पनि यस्तै सेम तरिकाले हुन्छ। यदि भएन भने तपाईहरु कमेन्ट बक्समा कमेन्ट गर्नु त्यो नम्बर लेखेर म त्यो क्वेसनको सल्युसन गरेर अर्को भिडियोमा दिन्छु। धन्यवाद।